त्यो नक्कली घरमा आयो कि आएन घरमा छ कि छैन त्यो नक्कली सँग आज यसको म टाउको फुटाइदिन्छु म यसको टाउको म खप्पै पारेर म किरी निकाल्दिन्छु त्यो नक्कली 3 दिनदेखिको कहाँ गएको थियो अन्त कहाँ गएको थियो अरे हामीलाई केही भन्दैन त कहाँ जान्छ के गर्छ बेलुका भएपछि फुत्दै निक्लेर जान्छ एकैचोटि 3 दिन 4 दिनमा आउँछ साला बिग्रेको तेरो त्यसलाई मैले के कुरोमा कमी राखेको छ बाहिर निक्लिन्छस् कि तेरो भित्रै आएर ढुकढुकाइदिउँ साला चर्बी लागेको एकै ठाउँमा बसेर यसको खाएर पुरा पोसो लागेको छ यसलाई ल्याएर घर उज्यालो हुन्छ भनेको जहिले पनि बेलुका भएपछि छाप पति निभाएर काम मर्छ साला नकचाली साला फ्याले तेरो म किनी निकाल्छ होइन यसलाई नमारी भएको छैन किन भएको छ यो कहाँ गएको थियो अरे 3 दिनसम्म 3 दिन हराउँछ घरि 1 महिना हराउँछ कहाँ जान्छ यो यसको आज म किनी निकाल्छु मार्दिन्छु म यहाँ लुकेर बसेछस् कहाँ गएको थिइस् न घरको मान्छेलाई भनेर जान्छस् न मलाई भन्छस् तेरो बेहोरा सकिएको यो तेरो यो डल्ली छोरी हेर त डल्ली छोरी यो डल्ली छोरी हेर त यो डल्ली छोरी हेर तँ गएपछि यसले भातै पकाउनु सक्दिन भन्छ भातै पकाउनु मान्दैन भोकै मार्नु आँटिसक्यो 3-4 दिन भइसक्यो भोकै बसेको अस्ति ल भात पका भनेर चामल र पानी लगाएर राखेको 3 दिनसम्म भात काँचै थियो साला नकचरी तैँले गर्दा मेरो कस्तो बिजोग भएको छ थाहा छ तँलाई के कुरामा कमी राखेको थिएँ भन् त जहिले पनि तँ बेलुका भएपछि सुत्त हराउँछ एकैचोटि बिहान आउँछस् तेरो गिदी निकाल्देऊ तँ यस घिज्याएर निकै खाली भएको छस् त कसैले भनेर जाँदैनस् त कहाँ जान्छस् एक हप्ता तँलाई के कुरामा कमी राखेको थिएँ मैले अन्त यो तेरो यो माइली छोरी हेर उषा हेर तैँले सबै घुमाउनु लान्थ्यो यसलाई घुमाउँथ्यो लगेन भनेर वाट्ठा परेर बसिरहेको छ यसको दिदी उहाँ झुन्डिएर मर्छु भनेर म सिलिङमा झुन्डिरहेको छ बुझिस् साला जन्म दिएर कर्म दिनु नजान्ने एकै ठाउँमा बसेर खाएकोले गर्दा क्या निकै चर्बी लागेको छ तल्लो घरबाट बहिनीले साबुन माग्नु आउँदाखेरि तेरो तल चिसो हातले छोएको मात्रै के अरे आँगनमा पुऱ्याइसक्यो त तैँले धक्का हानेर झट्काएर तैँले मलाई पनि चिन्दैनस् कहिले तल कोट्याउँदाखेरि तैँले मलाई पनि हिर्काउँछ झट्काएर आँगनमा पुऱ्याउँछ अस्ति पनि पछारे 3 दिन 4 दिनसम्म मेरो हातखुट्टा मेरो निधाएर बस्यो तँ कहाँ जान्छस् तँलाई क्या मैले बाहिर आँगनमा राखेको छ भन् त आँगनमा राखेको छ तल घरभित्र राखेको छ अलिकति पानी पर्नु हुँदैन अलिकति हावा चल्नु हुँदैन साला सुत्तै हिँड्छ बेलुका भएपछि भाग्छ तैँले खाएको बिल तिरेन भने यत्रो पहिलो हेलमेट लगाएर तेरो माइती खालाउँछ त बिजुली बहिनी पाल्नु सकेन अरे हामी लान्छ भन्छ उखालेर लानु पर्छ तँलाई के खोजेको बिग्रेको साला फ्याले कचरी एकै दाउरामा फुटाइदिन्छौ अबदेखिको चाहिँ नि घर छोडेर गएछस् बेलुका आउँदाखेरि घर अँधेर देखेछ भने तँलाई यहाँ दिएर निकालिदिन्छु म तेरो बुझिस् कमसेकम यो तेरो यो काखको नानीलाई त यो याद गर तैँले तातो पार्थ्यो नयाँ लुगामा यसो गरेर लै गरेर फकाउँथ्यो तातो भएर सुत्थ्यो तँ बाइफलले घर छोडेर गइकन यो पनि चिसो भएर आफै पुच्छरमा बेरेर कोरिन मर्न आँटेको छ बुझिस् यो तेरो छोरा यो बलबहादुर हेर यो बलबहादुरको बानी बिग्रेको छ केटीहरू देख्ने बित्तिकै आँखा टिक तँलाई आफ्नो नानीहरू बिग्रेको मनपर्छ यो भान्डम घुम्डुम त नभएर सबै बिग्रिने बेला भइसक्यो बिग्रिसक्यो मैले कसरी सम्हाल्नु भन् त साला जन्माउने बेलामा 2 जना भएर जन्मायो अहिले सबै मेरो टाउकोमा भेएर एकै खेपमा तेरो म मुन्टो सुन्टो भाजिदिन्छु म तँलाई नकचाली जहिले पनि घरमा आउनु घर अँधेर जहिले पनि घरमा आउनु घर अँधेर जाने बेलामा त कमसेकम भनेर जान फेरि कहाँ जान्छ बेलुका जान्छ एकैचोटि 3 दिन 4 दिनमा आउँछ पञ्चायत राखेर तँलाई म निकालिदिन्छु घरबाट बुझिस् तेरो माइती खाल पनि आओस् कि जोसुकै आओस् तेरो गिदी निकालिदिन्छु दाँत देखाउँछस् यहाँ बसेर साला हरियो लिपस्टिक लगाएर हेर्छस् तेरो म एकै खेपमा थोप्रा फुटाइदिन्छु साला तँलाई मान्छे चिनेकै छैन तैँले अबदेखिको गइस् भने नि देऊ है तँलाई दाउरा देऊ होइन जान्छ यो फेरि जान्छ यो बेलुका जहिले पनि हराउँछ नगर है बुझाइदे तेरो यो आन्टीलाई राम्रोसँगले नभए म मारिदिन्छु नि म यो रिस उठेको थोकमा सालाहरूको 1 दिनको होइन 2 दिनको होइन सधैँ घरबाट निक्लेर हिँड्छ छोड त्यहाँ खाएको